हेलो साथीहरु, स्वागत छ तपाईलाई फेरि पनि जब अपडेट नेपाल वान युट्युब च्यानलमा। साथीहरु, आजको यस भिडियोमा चाहिँ इसेओ आइडी चाहिँ कसरी बनाउने र त्यसलाई चाहिँ भेरिफाई कसरी गर्ने सजिलो तरिका म आजको यो भिडियोमा स्टेप बाइ स्टेप सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथीहरु। सो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नु होला, साथीलाई शेयर गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने तल सब्स्क्राइब बटनमा गई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा प्रेस गरी जोडिनु होला भन्दै लागौं आजको भिडियोतर्फ। सुरुमा प्ले स्टोरलाई तपाईले ओपन गर्नु होला। जस्ट मैले चाहिँ प्ले स्टोरलाई ओपन गरे। यहाँ चाहिँ सर्च बारमा आउनु होला र यहाँ चाहिँ तपाईले इस्युलाई तपाईले यहाँ चाहिँ सर्च गर्नुपर्ने हुन्छ। ESEW भनेर सर्च गर्नु होला। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ इस्यु यहाँ चाहिँ एप देखाएको छ। यो 10 मिलियन प्लसले नै डाउनलोड गरेका छन्। मैले यसमा क्लिक गरेर यहाँ चाहिँ इन्स्टल गर्दिएँ, यानी कि मैले डाउनलोड गरिदिन्छु। तपाईले आफ्नो मोबाइलमा यो इस्युलाई चाहिँ डाउनलोड गर्नु होला। जस्ट हाम्रो चाहिँ डाउनलोड भइसकेको छ इस्यु एप देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकछिन सेक्युरिटी चेकिङ भएको छ, केही यसमा रिस्क छैन भनेको छ। ओपनको अप्सनमा क्लिक गर्नु होला। यहाँ चाहिँ तपाईले ओपनको अप्सनमा क्लिक गरिसकेपछि यस्तो प्रकारको चाहिँ इन्टरफेस देखाउने छ। स्किप पनि गर्न सक्नुहुन्छ अथवा यहाँ चाहिँ नेक्स्टको अप्सनमा क्लिक गर्नु होला। कन्टिन्यू यहाँ चाहिँ नेक्स्ट गर्दै गर्नु होला। त्यसपछि अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ गेट स्टार्टेडको अप्सनमा क्लिक गरेर अलो गरिदिनु होला। त्यसपछि यहाँ चाहिँ व्हाइल युजिङ द एप भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि एलो गरिदिनु होला। अब तपाईले यहाँ चाहिँ सुरुमा आफ्नो चाहिँ इस्यु आइडीमा जुन नम्बरबाट इस्यु आइडी बनाउने त्यो नम्बर यहाँ चाहिँ राखिदिनु होला। जस्ट मैले मेरो मोबाइल नम्बर राखेँ। त्यसपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ सबमिटको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि अब हाम्रो चाहिँ यहाँ चाहिँ सबमिट भइसकेको छ। अब हामीले चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ के काम गर्नुपर्ने हुन्छ भने चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ। अब रजिस्टर गर्नको लागि यहाँ चाहिँ रजिस्टर अप्सन रहेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। जस्ट हामीले यसमा क्लिक गऱ्यौँ। अब तपाईले यहाँ चाहिँ माथिनिर मोबाइल नम्बर भनेको छ, जुन इस्यु आइडी बनाउने त्यो मोबाइल नम्बर यहाँनिर चाहिँ तपाईले चाहिँ टाइप गर्नुपर्ने हुन्छ, जुन तपाईको मोबाइलमा हुनुपर्ने हुन्छ। त्यो टाइप गरिसकेपछि यहाँ चाहिँ फुल नेम भनेको छ, आफ्नो पुरा नाम यहाँ चाहिँ नागरिकतामा जे छ त्यो नाम तपाईले यहाँ चाहिँ राख्नु होला, इंग्लिशमा राख्नुपर्ने हुन्छ। जस्तो तपाईको राम नेपाली हो भने राम नेपाली, जस्तो प्रदीप नेपाली हो अथवा प्रदीप तपाईको अधिकारी हो भने तपाईले यसरी लेख्नुपर्ने हुन्छ। जेनेरेटरमा तपाईले यहाँ चाहिँ एरोमा क्लिक गर्नु होला। मेल या फिमेल के हो तपाईले त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तो म पुरुष हुँ, मेल मैले सिलेक्ट गरेँ। त्यसपछि यहाँ कोठामा टिक गर्नु होला आई एग्रीको। त्यसपछि यहाँ चाहिँ तल प्रोसिड अप्सन रहेको छ, प्रोसिडमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। यसमा चाहिँ तपाईको चाहिँ 6 डिजिटको कोड आउनेछ। त्यो 6 डिजिटको कोड आएको यहाँ चाहिँ राखिदिनु होला, तपाईको SMS मार्फत आउनेछ। त्यसपछि तलनिर देख्न सक्नुहुन्छ तपाईले भेरिफाई एन्ड सबमिट भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। माथिको दिएको सेकेन्डमा राखिसक्नु पर्ने हुन्छ। जस्ट मैले भेरिफाई एन्ड सबमिटमा क्लिक गरेँ। अब यहाँ चाहिँ न्यू एमपिन भनेको छ, नयाँ एमपिन राख्नुपर्ने हुन्छ। तपाईले याद हुने कि 4 अङ्कको राख्नुपर्ने हुन्छ। जस्तो 10 10 20 20 तपाईले जति पनि राख्न सक्नुहुन्छ। मैले राखिसकेको छु, दुईटैमा सेम राखेँ। त्यसपछि कन्फर्मको अप्सनमा क्लिक गरिदिन्छु। तल र माथि सेम राख्नु होला। त्यसपछि यहाँनिर चाहिँ अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ एमपिन पासवर्डमा त्यो जुन राख्नु भएको छ त्यो राखिदिनु होला। त्यसपछि यहाँ चाहिँ लगइनको अप्सनमा क्लिक गरिदिनु पर्ने हुन्छ। जस्ट मैले यहाँ चाहिँ मेरो अघि जुन नयाँ राखेको छु एमपिन 4 अङ्कको त्यो माथिनिर मैले राखेँ। त्यसपछि लगइन गरेँ। मेरो चाहिँ यहाँ चाहिँ लगइन भइसकेको छ। अब हामीले चाहिँ यहाँ चाहिँ केआइसी फिलअप गर्नुपर्ने हुन्छ। कम्प्लिट योर केआइसी इन्जोय सिम्पलेस पेमेन्ट्स भनेको छ, तलनिर केवाइसी अपडेट भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अब तपाईको चाहिँ पर्सनल डिटेल्सहरु भर्नुपर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ पहिलो स्टेपमा छौं हामी। अब यसको लागि चाहिँ तलनिर देख्न सक्नुहुन्छ नेशनलिटीको यता एरोमा क्लिक गर्नु होला। जस्ट तपाईले चाहिँ अब नेशनलिटी सिलेक्ट गर्नुपर्ने हुन्छ। नेपाली यहाँ चाहिँ टाइप गर्नु होला। जस्तो म यहाँ चाहिँ नेपाली भनेर टाइप गर्छु। टाइप गरिसकेपछि सुरुमा आइसकेको छ, त्यो चुज भइहाल्यो। अब त्यसपछि तपाईले चाहिँ फर्स्ट नेममा आफ्नो नाम राख्नुपर्ने हुन्छ, सुरुको नाम जे छ। अब मिडल नेममा बीचको नाम छ भने राख्न सक्नुहुन्छ, लास्ट नेममा आफ्नो थर राख्ने। अब डेट अफ बर्थमा यहाँ चाहिँ सिलेक्टको अप्सनमा एरोमा क्लिक गर्नु होला। विक्रम सम्वतमा राख्दा राम्रो हुनेछ, विक्रम सम्वत राख्नु होला। इयर भनेको छ जन्मेको तपाईको चाहिँ जस्ट 2050 हो, 52 हो, 56 हो, कति हो त्यो तपाईले राख्नु होला। त्यो राखिसकेपछि यहाँ चाहिँ मन्थ भनेको छ, अब महिना कुन महिना हो तपाईले जस्तो अब कति महिना, जस्तो मेरो 05 हो भने 05। त्यसपछि यहाँ चाहिँ गते राख्नुपर्ने हुन्छ, तपाईले यो राख्नु होला। त्यसपछि अब जेनेरेटमा मेल फिमेल अदर के हो तपाईले यहाँ चाहिँ सिलेक्ट गर्नु होला। महिला हो भने महिला फिमेलमा, पुरुष हो भने मेलमा राख्नु होला। त्यसपछि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ फ्यामिली इन्फर्मेसन भनेको छ। यहाँनिर यदि यसमा चाहिँ पुरुष छ अविवाहित, यदि महिला हो भने तपाईले यहाँ चाहिँ अब फादर यानी कि बुबाको नाम राख्नुपर्ने हुन्छ। हस्बेन्ड नेममा तपाईले चाहिँ आफ्नो यदि म्यारिड हो भने चाहिँ आफ्नो बुढाको राख्नु होला। ग्रान्ड फादर अथवा फादर इन लॉ नेम भनेको छ यसमा। यदि अविवाहित हो भने आफ्नो बाजेको राख्न सक्नुहुन्छ। यदि विवाहित हो भने आफ्नो ससुराको राख्नु होला। त्यसपछि ग्रान्ड फादरमा आफ्नो बाजेको राख्नु होला। सिंगल म्यारिड कुन हो त्यो राख्नु होला। त्यसपछि यहाँ चाहिँ अब अपरेसन भनेको छ, तपाईको चाहिँ यो पेशा के हो त, तपाई के गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अप्सनहरु थुप्रै दिएको हुन्छ, त्यो अप्सनहरु मध्ये एउटा सिलेक्ट गर्नु होला। जस्तो मैले स्टुडेन्ट सिलेक्ट गरे। यहाँ चाहिँ अब प्यान नम्बर पनि तपाईको चाहिँ अप्सनल रहेको छ, इमेल पनि अप्सनल रहेको छ, राख्नु पर्दैन। त्यसपछि यहाँ तलनिर रहेको छ सेभ एन्ड कन्टिन्यूको अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला।
त्यसपछि तपाईको चाहिँ यहाँ चाहिँ रिड गर्नलाई एकछिन सबै डिटेल्सहरु चाहिँ तपाईको पर्सनल कन्फर्म गर्नलाई ठीक छ कि छैन। त्यसपछि यहाँ चाहिँ एउटा कोठा देखाएको छ आई ह्याभ बाई भनेको छ। यसमा तपाईले चाहिँ क्लिक गर्नुहोला कोठामा, त्यसपछि सेभ अ कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनुला। यो स्टेप हाम्रो चाहिँ कम्प्लिट भयो। अब हामीले चाहिँ एड्रेस डिटेल्स भर्नुपर्ने हुन्छ। स्टेप 2 मा आएका छौं। अब यहाँ चाहिँ प्रदेश भनेको छ, यहाँ चाहिँ देख्न सक्नुहुन्छ एरो रहेको छ। एरोमा क्लिक गर्नुहोला, कुन प्रदेश हो तपाईको चाहिँ त्यो सिलेक्ट गर्नुहोला। डकुमेन्ट अनुसार तपाईले भर्नुपर्ने हुन्छ। अब डिस्ट्रिक्ट भनेको छ, यो एरोमा क्लिक गर्नुहोला, कुन जिल्ला तपाईले त्यो सिलेक्ट गर्नुहोला। जस्तो मैले मेरो सिलेक्ट गरे। त्यसपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ आरएम गाउँपालिका नगरपालिका भनेको छ। तपाईको चाहिँ गाउँपालिका नगरपालिका कुन हो, यहाँ एरोमा क्लिक गर्नुहोला, त्यो आफ्नो चाहिँ चुज गर्नुले यहाँनिर चाहिँ जुन तपाईको चाहिँ नगर गाउँ हो मैले चुज गरे। त्यसपछि टोल भनेको छ, आफ्नो टोलको नाम यहाँ चाहिँ राख्दिनु होला। जुन टोलको नाम रहेको छ तपाईको चाहिँ त्यो टोलको नाम राख्दिनु होला। त्यसपछि वडा नम्बर कतिमा पर्छ तपाईको त्यो टोल, त्यो यहाँ चाहिँ वडा नम्बर लेखिदिनु होला। म जस्तो मेरो 03 मा परे, 3 मा परेपछि 03 गर्दिए है त। त्यसपछि अब सेम अस करेन्ट एड्रेस भनेको छ। यदि सेम हो भने तपाईले चाहिँ यहाँ चाहिँ सेम अस करेन्ट एड्रेसमा क्लिक गर्नुहोला, सबै सेम आउनेछ, सबैमाथि जति भर्नु भएको छ। त्यसपछि तलनिर देख्न सक्नुहुन्छ एउटा खाली हुँदिनु होला। त्यसपछि सेभ अ कन्टिन्यूको अप्सनमा क्लिक गर्नुहोला, फेरि रिड गर्नुहोला। यहाँ चाहिँ सबै डिटेल ठीक छ भने कन्फर्मको अप्सन रहेको छ, यहाँनिर कन्फर्म गरिदिनु होला। सबै पढेर माथिनिर तपाईको चाहिँ सबै मिलेको छ भने कन्फर्म गरिसकेपछि अब हामी स्टेप 3 मा आएका छौं। प्रोफाइल पिक्चर भनेको छ, अगाडिको फोटो खिच्नु पर्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ त्यो सेल्फी लिनु पर्ने हुन्छ। त्यो अगाडि तपाईले चाहिँ अब यसमा क्लिक गर्नुहोला। यहाँ चाहिँ क्लिक गरिसकेपछि यहाँ चाहिँ देखाएको छ आँखा यसरी तपाईले तलमाथि गर्नुपर्ने हुन्छ, सिधा हेर्नुपर्ने हुन्छ, कान देखाउनु पर्ने हुन्छ। त्यसपछि यहाँ चाहिँ टिक लाग्छ। जस्तो म यहाँ चाहिँ गेट स्टार्टेडको अप्सनमा क्लिक गर्छु। यहाँ चाहिँ अब व्हाइल युजिङ द एप भनेको छ, यसमा क्लिक गर्छु र यहाँ चाहिँ मेरो फोटो देखाएको छ। मेरो फोटो यसरी नै चुज गर्छु, दुईटै कान देखिने गरी टिक लाग्छ। टिक लागिसकेपछि यहाँनिर सिलेक्टको अप्सन आएको छ, देख्न सक्नुहुन्छ। सिलेक्टमा क्लिक गरिदिन्छु। सिलेक्टमा क्लिक गरिसकेपछि मेरो फोटो पनि माथिनिर चाहिँ फाइनली आइसकेको छ, देख्न सक्नुहुन्छ। अब अपलोड डकुमेन्ट भनेको छ, डकुमेन्ट टाइपको यहाँ एरोमा क्लिक गर्नुहोला। तपाईले यहाँ चाहिँ सिटिजनशिपलाई चुज गर्नुहोला। नागरिकताबाट बनाउने हो भने अन्य पनि अप्सन रहेका छन्। सिटिजनशिप भनेको नागरिकता हो। अब यहाँ सिटिजनशिपमा तपाईले चाहिँ आफ्नो नागरिकता नम्बर राख्नुपर्ने हुन्छ यहाँनिर। त्यसपछि इस्यु डेटमा तपाईले चाहिँ नागरिकता कहिले बनेको हो यहाँनिर चाहिँ राख्नुपर्ने हुन्छ। विक्रम सम्बन्धमा जस्तो 2000 यति साल कति छ नागरिकताको पछाडि साइडमा हुनेछ। अब कुन जिल्लाबाट हो यहाँनिर चाहिँ तपाईले चाहिँ देखाउनेछ, सबै फिलअप गर्नुहोला। जस्तो म यहाँ चाहिँ अब सिटिजनशिप फोटो भनेको छ, फ्रन्ट साइड भनेको अगाडि साइडको तपाईको नागरिकताको र ब्याक साइड तल दिएको छ सिटिजनशिपको। पहिला यहाँ चाहिँ फिलअप गरौँ। सिटिजनशिप नम्बरमा तपाईले आफ्नो नागरिकता नम्बर राख्नुपर्ने हुन्छ। जति नम्बर रहेको छ त्यो राखिदिनु होला। मैले राखिसकेको छु। इस्यु डेटमा मैले यहाँ चाहिँ अब नागरिकता बनाएको विक्रम सम्मलाई चुज गर्छु। अब त्यसपछि कहिले बनाएको, जस्तो मेरो 2077 मा बनाएको। त्यसपछि यहाँ चाहिँ महिना मैले चुज गर्छु। त्यसपछि यहाँ चाहिँ दिनलाई चुज गर्छु मैले। यसरी तपाईले आफ्नो जुन छ पछाडि साइडमा इस्यु डेट बनाएको मिति त्यो हेर्नु होला। त्यसपछि इस्यु एड्रेसमा तपाईले चाहिँ कुन जिल्लाबाट बनाएको त्यो नागरिकतामै हुन्छ अथवा तपाईले थाहा होला, त्यो सिलेक्ट गर्नु होला। यानी कि तपाईले त्यो चुज गरिसकेपछि सिटिजनशिप फन्ट भनेको छ अगाडि साइडको फोटो र सिटिजनशिप ब्याक फोटो भनेको पछाडि। सुरुमा फ्रन्ट साइडको अगाडि साइडको हामी चाहिँ यहाँ चाहिँ खिच्नु पर्ने हुन्छ। नागरिकता यदि छ भने यसरी तपाईले चाहिँ मजाले ट्याक्कै खिच्नु होला। खिचिसकेपछि यहाँ चाहिँ डन गरिदिनु होला। यसरी डन गरिसकेपछि तपाईको चाहिँ अगाडि साइडको नागरिकताको फोटो चुज भयो, यहाँ चाहिँ आइसकेको छ। त्यसपछि ब्याक साइडमा सिटिजनशिप फोटो ब्याक साइडमा गएर हामीले चाहिँ पछाडिको पनि यसरी नै खिच्नेछौँ है त। फाइनली मैले यहाँ चाहिँ खिचिसकेको छु। प्रोसिडको अप्सनमा क्लिक गरिदिन्छु। यति गरिसकेपछि देख्न सक्नुहुन्छ मेरो 3टै भइसकेको छ। सबमिट फर भेरिफिकेसनमा क्लिक गरिदिन्छु। त्यसपछि यहाँ चाहिँ केवाइसी यहाँ चाहिँ कोटामा टिक गरेर यहाँ चाहिँ सबमिट केवाइसी अप्सन देखाएको छ, यसमा क्लिक गरिदिन्छु। यहाँ चाहिँ मैले चाहिँ देख्न सक्नुहुन्छ केवाइसी हाम्रो चाहिँ प्रोसेस भइसकेको छ। फाइनली अपडेटको मेसेज आइसकेको छ र यहाँ चाहिँ सबमिट पनि भइसकेको छ रिक्वेस्ट। अब 15-20 मिनेटपछि चेक गऱ्यौँ हामीले। यहाँ चाहिँ प्रोफाइलमा क्लिक गर्छु। फाइनली देख्न सक्नुहुन्छ हाम्रो 20 मिनेटपछि यहाँ चाहिँ भेरिफाइड भनेर चाहिँ यहाँ चाहिँ यसरी टिक मार्क देखाएर आइसकेको छ। अब हामीले 1 लाखसम्म कारोबार गर्न सक्नेछौँ। यहाँ चाहिँ हामीले ब्यालेन्सलाई लोड गर्न सक्नेछौँ, पठाउन सक्नेछौँ। फाइनली यहाँ देख्न केवाइसी अपडेटमा क्लिक गर्छौँ। यहाँ चाहिँ अपडेट केवाइसीमा यहाँ चाहिँ नोटिफिकेसन पनि आइसकेको छ, देख्न सक्नुहुन्छ साथीहरु। हाम्रो यहाँ चाहिँ थ्याङ्क यू फर योर भनेर चाहिँ यहाँ चाहिँ भेरिफाई भइसकेको छ भनेर आइसकेको छ। साथीहरु आजको भिडियो यति नै साथीहरु, एकदम फुल डिटेलमा सिकाइसकेको छु। भिडियो मन परेमा लाइक तथा शेयर गरी कृपया च्यानललाई सब्स्क्राइब गरेर जोड्नुला।